गाइस मैले चाहिँ यहाँ खतरा कुरा भेटाएँ। म्यानेज के हो थाहा छ तिमीलाई? सुँगुर होइन चोच फ्याक्ट्री रहेछ गाइस। त चोच फ्याक्ट्री सिस्टमको चोच रहेछ यहाँ चाहिँ। अहिले चाहिँ भने हामी दुईजना ठक्क मेन रोडमा पुग्यो। अब गाडी पर्खिनुपर्छ यहाँनिर चाहिँ। यहाँ चाहिँ मानेदुङ रहेछ मजाको आम्बो। गुड मर्निङ गाइस। आजको ब्लगको सुरुवात चाहिँ हुँदैछ गाउँदेखि। हाम्रो चाहिँ फेरि ठक्कै यी खोर्सानी उम्रिरहेको छ यहाँनिर। हामी चाहिँ हिजो बेलुका आयो साथीको घरमा टक्क मजाले बस्यो, रमाइलो गरियो हो, भातसात खाइयो। अहिले बिहान पनि त्यहाँ अहिले चाहिँ फर्केर फेरि लागिँदैछ टाउनतिर काममा पुग्नुपर्छ हो। टेन्सन छ तर जे होस् रमाइलो रहेछ यार यतातिर चाहिँ। यस्तो छ जग्गा चाहिँ। म्यान तिम्रो घर चाहिँ देखाउनु पर्ने नदेखाउनु भन्ने हो के गर्नु। के हुन्छ के हुँदैन खास त। बेलुका घरमै त बनाएन नि त तर केही छैन रमाइलो भयो। जे होस् साथी पनि थियो दुईजना। यो फोन दिने हो एकजना चाहिँ। मैले भ्लग पनि देखाइदिएँ। मैले चाहिँ फोन लगेर यस्तो भ्लग बनाउँदैछु भनेर चाहिँ। हामी पुग्नुपर्ने चाहिँ पारि डाँडाको त्यस्तो घर देख्ने ठाउँमा हो हामी जानुपर्ने चाहिँ ठक्कै यहाँनिर। नदेख्दो रहेछ यार मुनिबाट चाहिँ। यहाँबाट चाहिँ अलिकति हिँडेर जानुपर्छ। यो रफ रोड तलसम्म, त्यहाँदेखि चाहिँ मेन रोड भेट्छ नि त, त्यहाँदेखि चाहिँ गाडी पाउँछ होला। गाडी पाएन भने त हिँडेर जानुपर्छ। अस्ति फर्स्टमा आउँदाखेरि कुदेको आइपुगेको दुईजना माथि टाउनदेखि हो राति। आज चाहिँ गाडी पाइन्छ होला। गाडी पाएन भने त फेरि त्यही हो हिँडाइ हो। दुईजनाको हिँड्नै चिन जोड जान्छ। गाइस मैले चाहिँ यहाँ खतरा कुरा भेटाएँ। म्यानेज के हो थाहा छ तिमीलाई? सुँगुर होइन चोच फ्याक्ट्री रहेछ गाइस। त चोच फ्याक्ट्री सिस्टमको चोच रहेछ यहाँ चाहिँ। भुत्ला हुँदैन मेन चोचेको यस्तै हुन्छ। लोकल खत्रै रहेछ यहाँ चाहिँ। टाइगरवाला चोचे पनि रहेछ डट डट। ताक्ले चोचे पनि रहेछ चिल्लो एकदम हो। अबै उन्नति चाहिँ जोड गरेको छ यहाँनिर चाहिँ फेरि। तर अहिले चाहिँ चोचेको बिजनेस डुबेर मान्छे डुबाउ भइरहेछ। चोचेको बिजनेस चाहिँ नगर्नु होला गाइस, फेरि चिन्ता डुबाउ होला। अहिले चाहिँ भने हामी दुईजना ठक्क मेन रोडमा पुग्यो। अब गाडी पर्खिनुपर्छ यहाँनिर चाहिँ। यहाँ चाहिँ मानेदुङ रहेछ मजाको आम्बो। अनि यहाँबाट चाहिँ ठक्कै गाउँको भ्यू स्याटिस। गाउँ चाहिँ होस् एक खालि चाहिँ रमाइलो हुन्छ हौ। लास्टै रमाइलो नि मेन गाउँ। रमाइलो अरे किन नरमाइलो जस्तो लागेर रमाइलो भने जस्तो गरे त। पारि सबै गाउँहरू के भन्छ मेन त्यो गाउँहरूलाई? सलामी। यता सलामी पारि देख्ने स्यामजोङ, यहाँ देख्ने चाहिँ म चाहिँ यहाँ बसेर गाउँ हेरिरहेको छु। लास्टै रमाइलो रहेछ। मलाई त खुसी लाग्यो। कहाँको त्यो पर्रो डाँडाको त्यही चाँचे हामी पुग्नुपर्ने चाहिँ उयो डाँडा हो नि त, उत्तापट्टिको डाँडा टक्क त्यसको टुप्पोमा। अब यहाँबाट चाहिँ गाडी पाइन्छ पाइँदैन त्यो चाहिँ थाहा छैन। दुईजना चाहिँ बसेको छ रोडको छेउमा हो। अब लेट्स सी गाइस। पर्खिँदा गाडी पनि पाइहाल्यो हो। बलेरोको पछाडि बसेर कहीँ रहेछ टक्क छ भने दुईजना चाहिँ रमाइलो भयो। आम्बो बेमा त्यो जन्ती गएको जस्तै फिलिङ भयो यार मलाई त। अब एकैछिन पुगिहालिन्छ टाउन पनि, केही टेन्सन छैन। मागपुरी गाडी पनि पाइहाल्यो। रमाइलो होइन मेन? योभन्दा बेसी रमाइलो चाहिँ छैन त। अहिले चाहिँ भने फाइनली साथीको गाउँबाट यहाँ आइपुग्यो। यस्तो छ यहाँ पनि छ सामान बनाउने ठाउँ। अहिले त्यो सधैँ हामी बस्ने चाहिँ माथि दोकान हो। यो चाहिँ यहाँ यो चाहिँ फाल्टै हो। फेरि मालिक धनी छ यार। माथि पनि दोकान मुनि पनि दोकान। आम्माम दोकानै दोकान हो। जता पायो त्यतै हो। रमाइलो छ।